र त्यही दिन बेलुका नै यो सरकारले सबैभन्दा पहिलो कदम 2.5 वर्षदेखि पीडित एउटा न्यायको लागि लडिरहेकी र जेएनजीको आन्दोलनमा सँगै उम्रिएकी छोरी र अर्को कुरा जेएनजीकै एउटा क्यान्डिडेट बनेर यो परिवर्तनको पक्षमा लडेको कारणले गर्दाखेरि त्यो प्रमाणलाई समातेर पहिलो मुद्दा नै जेएनजी भाइ बहिनीको मुद्दा र मेरो मुद्दा एकैचोटि उठ्नेछ भन्ने मैले आशा गरेको थिएँ। उहाँहरूको दिन सकिएको छैन, उहाँहरूको दिन कारागारमा जाने दिन बाँकी नै छ। त्यो कुरा त्याग पुरा नगरिकन दिन सक्यो भने त त्यो त हुनै भएन नि। कानुनी दिन बाँकी नै छ, अब कानुनी राज्य स्थापित भएको छ। अब उहाँहरूको गुन्डा राज ढलेको छ, अहङ्कार ढलेको छ, दम्ब र घमण्ड पलाएका थिए। ती मौलाइरहेका दम्ब र घमण्डले एउटा राम्रो वर्ड मलाई एक्कास यति बेला केपी शर्मा ओलीले अस्ति मात्रै बालेनजीलाई बधाई दिँदाखेरि बाबु भन्ने शब्द आएछ। हिजो एउटाले तपाईँ भन्ने शब्द निकालेछ, हिजोसम्म आतङ्ककारी भन्दै थियो जेएनजीलाई। डरको पराकाष्ठहरू चाहिँ निक्लिँदै रहेछन्, छटपटाउन थालिसकेको र उहाँहरू सल्बलाइसक्नु भएको छ। उहाँहरूलाई थाहा छ म कुन दिन जेलभित्र पुग्छु भन्ने कुरा। त्यो कारणले हो उहाँहरूको दिन जेलको यात्रा तय भएको पक्षमा लडेको कारणले गर्दाखेरि त्यो प्रमाणलाई समातेर पहिलो मुद्दा नै जेएनजी भाइ बहिनीको मुद्दा र मेरो मुद्दा एकैचोटि उठ्नेछ भन्ने मैले आशा गरेको थिएँ। जानुपर्छ बेलुका, किन भन्दा केपी शर्मा ओलीले मेरा भाइ बहिनीलाई हत्या गरे, जेएनजीको मुद्दा पहिलो हो। यो मेन्डेटै पहिलो हुन्छ यो सरकारको। र दोस्रो कुरा 2.5 वर्ष अगाडिदेखिको मुद्दा, म एउटा पीडित आज सडकमै छु र त्यो जेएनजी भाइ बहिनीको मुद्दा पनि बोकिरहेको छु। जेएनजी भाइ बहिनी आन्दोलनमा नि घुमि नै रहे, त्यति बेला खुट्टा भाँचिँदा पनि म त्यो आन्दोलनमा सरिक भएँ र त्यसपछि पनि मैले जेएनजीकै जुत्ता बोकेर चुनाव एउटा गर्व गरेर त्यो रगतले लतपतेका जुत्ता र त्यो केपी शर्मा ओलीका रगतका हातहरू बोकेर म त्यो चुनावमा घुमिएको थिएँ। त्यसैको कारणले पनि हामीले परिवर्तनका मतहरू ल्याएका छौँ। त्यो परिवर्तनको मतले चाहिँ पहिलो न्याय कानुनी राज्य स्थापित गरेर मेरो सपना होइन। धेरै दिदीबहिनी जोगिनुहुन्छ, धेरै दाजुभाइहरू जोगिनुहुन्छ। अपराधी तत्त्वहरूलाई भित्र हालिसकेपछि हामीले कानुनी राज्य स्थापित गर्छौँ र विभिन्न देशहरूमा एउटा नजिर बस्ने लगाएर